कति कुरा विवादास्पद छ नि त, झुटै भनिहाल्न मिल्दैन। वाट इज एसडी? उहाँको संस्थाको नाम रहेछ सेभेन्थ डे एडभेन्टिस्ट, जसको अर्थ सातौं दिन, शनिबार चाहिँ विश्रामबार सब्बातबारको दिन हो, आइतबार शुक्रबार होइन। चर्चमा भेला आउने, आराधना गर्ने काम, संगति गर्ने काम, रोटी भात्ने काम चाहिँ सब्बात दिनमा शनिबार गर्नुपर्छ भन्ने एउटा रहेछ। दोस्रो एडभेन्टिस्ट, जीसस क्राइस्टको, प्रभु येशू ख्रीष्टको सहसै संसारमा पहिलोपटक जन्म, पापहरूको लागि आउनुभयो, मर्न आउनुभयो, मृत्युवरण गर्न, अब उहाँ राज गर्न सशरीर फर्केर फेरि आउँदै हुन्छ। एडभेन्ट है त, सेकेन्ड कमिङ हुन्छ नि, एडभेन्ट आउनुहुन्छ। यी दुईवटा कुरा रहेछन्। हामी त्यो झुटै त भन्न सक्दैनौँ, कति कुरा ओभरबोर्ड छन्, बढी नै छन् हैन। एलएनजी वाइट, ब्ल्याक र वाइट हैन, जसले अरूका धेरै कुरा प्लेजराइज गरिन्, चोरेर लेखिन्। तर तपाईँहरूले भेडा चाहिँ नचोर्नु होला, अरूको बगाल हैन, नयाँ ठाउँमा जानु होला, टु समथिङ न्यू हैन, इभेन्जलाइज इन द भर्जिन हैन टेरिटोरी। ठुलो संस्था भनेका सङ्घ, महासङ्घ, समाज, सङ्गतिहरूले केही पनि गर्न सक्नु भएन। उल्टै झगडा भइरहेको छ, विवाद भइरहेको छ, हानाहान भइरहेको छ। तपाईँहरूले त ठुल्ठुलो हस्पिटलहरू, कलेजहरू, मेडिकल कलेजहरू, स्कुल खोल्नुभयो हैन, गरिब दुःखलाई सेवा गर्नुभयो, मान्छेलाई बचाउनुभयो, सस्तोमा सेवा गर्नुभयो। कुनै एउटा पार्टिकुलर डेलाई नै पवित्र मान्नु जरुरी छैन। यो सभा चाहिँ मानिसको लागि बनाइएको थियो, मानिस सभाको लागि बनाएको थिएन। हामी जयमसी टिभी, प्रमोद, विदुर, हामी दुई भाइ तिन भाइ, हामी यो कुरा होस्ट गर्न, मोडरेट गर्न हामी रेडी छौँ, तयार छौँ। एसडिए कि बेस्ट दिए, एलएनजी वाइट कि सैटरडे संडे को फाइट, पोर्क और एभ्रिथिङ इज ऑल राइट। सम्पूर्ण प्रिजनमा जयमसी सालोम, नमस्कार, स्वागत, अभिवादन छ। मेरो सानो भिडियो बाइटमा यो हप्ता मात्रै अत्यन्तै गम्भीर रूपमा चर्चामा आएको अथवा ल्याइएको विषय, सेभेन्थ डे एडभेन्टिस्ट चर्चका पदाधिकारीद्वारा, साथीभाइद्वारा, हाम्रै साथीभाइ हुन्, एउटा कार्यक्रम आयोजना भएछ जहाँ नेपाली चर्चका धुरन्धर अग्रजहरू, अगुवाहरू है, 50औं वर्षदेखि 60 वर्षदेखि संस्था एनजिओहरू स्थापना गर्नुभएका, सङ्गतिलाई अगुवाई गर्नुभएका पास्ट अगुवाहरूदेखि लिएर पछिल्लो समय एकताका प्रयत्न गर्नुभएका, युएनसीसी स्थापना गरेर गर्नुभएका भाव घलेज्यूदेखि लिएर म आफैलाई पनि निम्ति आएको थियो। हामी 5-6 जना अगुवा अग्रजहरू त्यहाँ गएका थियौँ, राजनीतिक कर्मीको रूपमा, समाजसेवीको रूपमा, सञ्चारकर्मीको रूपमा। एकजना 92 वर्ष लाग्दै गर्नुभएका वृद्ध बाबा उत्तम परिवारजी जो चाहिँ तत्कालीन राज परिषदका स्थायी समितिका सदस्य, राजाका सल्लाहकार, 2033 सालमा गाउँफर्क अभियानको पहिलो अभियानकर्मी, पछि गएर नेपाल इसाई नागरिक सङ्घका संस्थापक, माओवादी द्वन्द्व व्यवस्थापनमा हैन दुवै पक्षका साथीभाइलाई सुरक्षा दिएर व्यवस्थापन गर्न सहायता गर्ने व्यक्ति। उहाँको विशेष आग्रहमा, उहाँको अनुरोधमा हामी भेला भएका थियौँ। तर त्यहाँ एसडीका साथीभाइ पनि आउनु भएर कति कुरा आफ्नो कुरा सुनाउनु भयो, राख्नुभयो, गम्भीर प्रश्न उत्तर भए है त। यही विषयले लिएर आज कति अग्रजको नाम जोडेर फोटो बाहिर ल्याएर हैन, तपाईँ मिडियाकर्मी साथीभाइले पनि बाहिर ल्याइराख्नु भएको छ कि अब उहाँहरू झुटा आउनुभयो त, अथवा एसडीए झुटा हो कि साँचो? एसडीएको मञ्चमा गएर उभिनु, अन्तक्रिया गर्नु नै तपाईँको विश्वास सम्झौता गरेको अर्थ लाग्छ कि लाग्दैन? विभिन्न प्रश्न आइरहेका छन्। छोटकरीमा, ताकि हामी आउँदा दिनहरूमा एसडीएका पक्षधर साथीभाइद्वारा र सत्य शिक्षाको रक्षा गर्छु, प्रतिरक्षा गर्छु, आई एम एन एपोलोजिस्ट, डिफेन्स गर्छु, पढेर आछु भन्ने साथीभाइलाई पनि दुवै पछाडि एक ठाउँमा ल्याएर पनि यो कुरामा हामी बृहत विहङ्गम विशद स्पष्ट हामी छलफल हामी गर्ने, त्यो पनि हाम्रो प्लान गर्न सक्छौँ यदि यो शर्तमा कि दुवै पक्ष तयार हुनुहोस् है त। पहिलो कुरो म राख्न चाहन्छु, वाट इज एसडी? उहाँको संस्थाको नाम रहेछ सेभेन्थ डे एडभेन्टिस्ट, जसको अर्थ सातौं दिन, शनिबार चाहिँ विश्रामबार सब्बातबारको दिन हो, आइतबार शुक्रबार होइन। चर्चमा भेला आउने, आराधना गर्ने काम, संगति गर्ने काम, रोटी भात्ने काम चाहिँ सब्बात दिनमा शनिबार गर्नुपर्छ भन्ने एउटा रहेछ। दोस्रो एडभेन्टिस्ट, जीसस क्राइस्टको, प्रभु येशू ख्रीष्टको सहसै संसारमा पहिलोपटक जन्म, पापहरूको लागि आउनुभयो, मर्न आउनुभयो, मृत्युवरण गर्न, अब उहाँ राज गर्न सशरीर फर्केर फेरि आउँदै हुन्छ। एडभेन्ट है त, सेकेन्ड कमिङ हुन्छ नि, एडभेन्ट आउनुहुन्छ। यी दुईवटा कुरा रहेछन्। जहाँसम्म अब है शनिबार हो कि, अघि मैले भने शनिबार हो कि सन्डे हो कि हैन स्याटरडे भन्ने कुरा छ, यसको पछिमा बाहिरमा दुईटै तर्कहरू छन्। तर्कभन्दा पनि दुईटैलाई प्रमाणित गर्ने कुराहरू छन्, पछि हामी जाउँला। तर मुख्य कुरा यति राख्न चाहन्छु कि कुनै पनि डिनोमिनेसनको, संस्थाको, धार्मिकको, अन्त धार्मिकको, पोलिटिकल पार्टीको मञ्चमा गएर
है। त्यहाँ बस्नु, शुभकामना दिनु, त्यहाँ बसमा भाग लिनु, खानपिन गर्नु, अन्तर्क्रिया गर्नुले नै हामीले त्यो संस्थालाई, त्यो अन्तर्धार्मिक परिषदलाई, धार्मिक परिषदलाई, डिनोमिनेसनलाई, पार्टीलाई, अभियानलाई समर्थन गरेको ठहर्छ कि त्यहाँ गएर आफ्नो कुरा सुन्ने काम गरेको ठहर्छ? यो मुख्य प्रश्न। हामी इमानदार बनौँ है त। किन अमेरिकामा पनि द गस्पेल कोलिसन हैन, टिजिजी कन्फरेन्स है, G3 कन्फरेन्स हैन, गड ग्लोरी एन्ड गस्पेल कन्फरेन्स, जुन मकार्थ धेरै लामो समय जानुभयो, पछि कति कुरा मिलेन, नजाने सल्लाह गर्नुभयो। अनि उहाँले भन्नुभयो होइन म त्यहाँ जान्छु, म त्यहाँ गएर सही कुरा बोलेँ भने मान्छेले सुन्छ नि त, सही शिक्षा बुझेर जान्छन्, म जानुपर्छ भन्नुभयो। अनि उहाँले अगाडि के भन्नुभएको थियो? म चाहिँ अब यो लेटर डे सेन्टको प्रोग्राममा जान्न भन्नुभएको थियो। रवि जक्रास गएका थिए। त्यहाँ गएर बोल्नु भनेको लेटर डे सेन्टको डिनोमिनेसनलाई हामीले रिकगनाइज गर्नु हो, उसलाई लेजिटिमाइज गर्नु हो, वैधानिकरण दिनु हो, सही सत्य हो भन्ने कुरा प्रमाणित गर्नु भन्ने तर्कमा आएको थियो। पछि उहाँले के गर्नुभयो? कति कुरा त्यहाँ गलत छन् तर म जान्छु र बोल्छु ताकि सही कुरा बुझ्छन्। के त्यस्तै हामी कुनै पार्टीको कुनै टेलिभिजनको मञ्चमा जाँदै गर्दा आफ्नो कुरो राखेर, प्रश्नोत्तर भाग लिँदै गर्दा आफ्नो कुरो राखेर सही कुरा बुझाउँछु भन्ने पनि त हुन सक्दैन। यसको अर्थ मैले न त जोन मकार्थरको न त एसडिएको म डिफेन्स गरिरहेको छैन, म अफेन्स गरिरहेको छैन, त्यो अर्को पाटो हो, त्यो पछि आउँला। दोस्रो म के राख्न चाहन्छु भने एउटा मैले बिहान पनि लेखेर छोडेको थिएँ जस्तो लाग्छ है, तपाईँ याद गर्नुभयो होला, मण्डली पनि हेर्नु होला। म पब्लिक व्यक्ति हुँ, सार्वजनिक व्यक्ति हुँ। आजको दिनमा आउँदा कुनै पनि व्यक्ति, संस्था, शासन प्रणाली, पद्धति, डिनोमिनेसन, समुदाय, धार्मिक समुदाय, अन्तर्धार्मिक समुदाय, जुनसुकै आस्था होस्, यदि त्यो चाहिँ ईश्वर हुनुहुन्छ, ईश्वरलाई मान्न पाउनुपर्छ, आराधना गर्न पाउनुपर्छ भन्छ भने द्याट्स अन माई साइड। हु इज नट अपोज टु मी, हु इज नट अगेन्स्ट मी इज फर मी, विथ मी है। जो हाम्रो विरुद्धमा छैन त्यो हाम्रो पक्षमा छ भन्ने सिद्धान्त बिब्लिकल पनि हो, त्यो राख्न चाहन्छु पहिलो कुरो। दोस्रो, जो व्यक्ति, जो संस्था, पार्टी, डिनोमिनेसन, धार्मिक व्यक्ति, नास्तिक व्यक्ति, जोसुकै होस्, कम्युनिस्ट होस्, जोसुकै होस् है, समाजवादी, साम्यवादी, पुँजीवादी, जोसुकै होस्, लोकतान्त्रिक होस्, जसले यो कुरा विश्वास गर्छ कि विवाह चाहिँ म्यारिज इज बिट्विन अ बायोलोजिकल मेल एन्ड फिमेल है, उमेर पुगेको एउटा वयस्क पुरुष र स्त्रीको बिचको पवित्र सम्बन्ध, सामाजिक धार्मिक रूपमा ग्रहणीय गरेको सम्बन्ध नै विवाह हो। विवाह चाहिँ स्त्री पुरुष पुरुष, मान्छे र पशु, मान्छे र फोटो, मान्छे र प्रकृति, फोटोग्राफी बिच होइन है। विवाह चाहिँ स्त्री पुरुष भन्नुहुन्छ भने त्यो मेरो पक्षमा छ, म उहाँको पक्षमा छु। जुनसुकै धर्म मत होस्, मलाई मत छैन है त। चाहे अहिले नेपाली कम्युनिस्ट पार्टीका के नेपाल कम्युनिस्ट पार्टीका अति क्रान्तिकारीका विप्लव अस्ति भन्दै हुन्थ्यो कता सुनेको थिएँ युट्युबमा, फेसबुकमा होइन, विप्लव नेत्रविक्रम चन्द्र विप्लव जस्तो क्रान्तिकारी व्यक्तिले के भन्नुभयो? सही बोल्नुभयो त, विवाह त होइन, कहाँ समलिङ्गी सम्बन्ध त्यो विवाह त, त्यो एग्री गर्छु म। तेस्रो कुरो, वी हेभ डिफाइनाइड बायोलोजिकल आइडेन्टिटी है त। हामी चाहिँ स्त्री पुरुष कोही इन्टरसेक्स छ है, स्त्री हुन्छ पुरुष हुन्छ, कोही इन्टरसेक्स हुन्छ। एउटै व्यक्ति स्त्री पुरुष, आज स्त्री भोलि पुरुष, पछि कोही पनि भन्ने पनि हुँदैन। एउटा व्यक्तिको सर्वनाम प्रोनाउन होइन होइन अब सिङ्गुलर हुन्छ है, त्यो जी जे जे यस्तो दे देम पनि भन्ने पनि हुँदैन। अनि पुरुष स्त्री बन्दैन, स्त्री पुरुष बन्दैन भन्ने कुरा जसले मानुहुन्छ त्यो मेरो पक्षमा छ, म उहाँको पक्षमा छु है। अर्को एउटा कुरा म राख्न चाहन्छु, त्यो के हो भने हाम्रा धार्मिक, साम्प्रदायिक मतमतान्तर, राजनीतिक मतमतान्तर रहँदै गर्दा घटीमा एउटा टेबलमा आएर वार्ता गर्न पनि त्यसले हामीलाई बाधा गर्नु हुँदैन। एउटा भनाइ पनि छ, बटेन्डसले भनेका छन्, कोही व्यक्ति म्याथमेटिक्स अलि बुझेको छ भने 2 + 2 4 भन्दा उसलाई खुसी पनि होइन, दुःख पनि लाग्दैन, त्यो स्वाभाविक हो। कमजोर छ भने 2 + 2 5 भन्यो भने रिसाउँछ, ओहो हो पो हुन्छ कहाँ 5 भनौँ भन्छ, तर बुझेको छ भने हाँस्छ, रिसाउँदैन। हामी आफ्नो कन्भिक्सनमा, आफ्नो आस्थामा, आफ्नो बुझाइमा, सत्यताप्रतिको बुझाइमा हामी स्पष्ट छौँ भने कसैले केही कुरा अर्को अलिकति फरक बताउँछ भने पनि हामी रिसाइहाल्दैनौँ, गर साँचो झुटो अनेक भनिहाल्दैनौँ। त्यसमा म विमत छु, मेरो चाहिँ यो भन्छ, हामी त्यो भन्न सक्नुपर्छ। चौथो कुरो के भने नि, यो कल्ट भनिहाल्न, झुटा भनिहाल्नु अगाडि अर्थोडक्सी अनि हेटेरोडक्सी भन्ने एउटा कन्सेप्ट छ है त। अर्थोडक्सी जे सत्य, सही सत्य सिद्धान्त, अर्को भनेको चाहिँ हेटेरोडक्सी, कोही सत्य हुँदा हुँदै पनि कति चाहिँ अलिकति बाहिर ओभरबोर्ड जाने, अति बढी सिद्धान्त गर्ने पनि हुन्छ।
अनि जहाँसम्म एसडीको कुरा छ 1950 मा आजभन्दा 70 वर्ष अगाडि त्यो छलफल भयो। 60 वर्ष अगाडि बुक नै लेख्नुभयो ठुलो, द किङडम अफ द कल्ट्स, झुटा शिक्षाका साम्राज्यहरू राज्य भन्ने बुक, द किङडम अफ द कल्ट्स, मार्टिन वाल्टरले है त त्यो बुक लेख्नुभयो। अनि उहाँले त्यहाँनेरि यो हेटेरोडक्स चाहिँ हो, यो यसमा हेटेरोडक्सी छ, कति कुरा विवादास्पद छ नि त, झुटै भनिहाल्न मिल्दैन भनेर एसडिएलको बारेमा लेख्नु भएको छ। पछि गएर क्रिस्चियन रिसर्च इन्स्टिट्युट CRI भन्ने अर्को रिसर्च गर्ने संस्थाले पनि हामी त्यो झुटै त भन्नु सक्दैनौँ, कति कुरा ओभरबोर्ड छन्, बढी नै छन् हैन, LNG वाइट, ब्ल्याक र वाइट हैन, जसले अरूका धेरै कुरा प्लेजराइज गरिन्, चोरेर लेखिन्, क्रेडिट नदिकन लेखिन्। त्यो बेलामा कम्प्युटर आइसकेका जान्ने कुरो थिएन हैन, लेखिहालिन्। अनलाइन त अन्त्य अगवादी नै अगमवक्ता भन्न मिल्दैन, कतिको मानवीय कमजोरी छन्, व्याख्या राम्रै गरेपछि कति ओभरबोर्ड पनि छ। उनलाई बढी प्रश्रय दिएका छन्, यसले गर्दा अति हेटेरोडक्स चाहिँ लाग्छ, यो अर्थोडक्स होइन कति अर्थमा, तर कल्ट चाहिँ भनिहाल्न मिल्दैन भनेको छ। तर अरू कतिपयले होइन यो कल्ट हो, किनकि अब इन्भेस्टिगेटिभ जजमेन्ट बल्ल यसो चाहिँ हैन महापवित्र स्थानमा प्रवेश गर्नुभयो, बल्ल उहाँले फेरि अर्को रगत छर्कदै हुनुहुन्छ, अथवा 1942, 46 त्यो कताका आगमनका कुराहरू तिनी जोन मिलर पछि आएर यता ल्यायो भन्ने कुरा छ। यी कुराले गर्दा धेरै कुरा हिस्टोरिकल हैन मिस्टेकहरू ओन अफ एसडीले गर्नुपर्छ, ती कुराहरू छन्, पछि हामी जाउँला। तर अस्तिको त्यो सभामा पनि विश्वनारायण शर्माजीले भन्नुभएको थियो, राम्रो सुझाव दिनुभएको थियो, यहाँ ठुल्ठुलो संस्था भन्नेका सङ्घ महासङ्घ समाज सङ्गतिहरूले केही पनि गर्न सक्नु भएन, उल्टै झगडा भइरहेको छ, विवाद भइरहेको छ, हानाहान भइरहेको छ। तपाईँहरूले त ठुल्ठुलो हस्पिटलहरू, कलेजहरू, मेडिकल कलेजहरू, स्कुल खोल्नुभयो हैन, गरिब दुःखीलाई सेवा गर्नुभयो, मान्छेलाई बचाउनु भयो, सस्तोमा सेवा गर्नुभयो। हामीले जम्मा जिएफएमा हुँदा अथवा बिलिभर सिस्टममा हुँदा 25-30 मात्रै स्कुल खोल्ने वाले भन्दै हुन्थ्यो। तर तपाईँहरूले भेडा चाहिँ नचोर्नु होला, अरूको बगाल हैन, नयाँ ठाउँमा जानु होला, टु समथिङ न्यू हैन, इभेन्जलाइज इन द भर्जिन हैन टेरिटोरी भन्नुभएको थियो उहाँले, त्यस्तै त्यो काम चाहिँ सल्लाह दिनुभएको थियो उहाँलाई। यी कुरा हामी गरौँला न, तर आज आएर चाहिँ हामीले एकैचोटि फेरि म डिफेन्स गर्दै छैन है त, तर आज मेरो यो छोटो बाइटबाट जो व्यक्ति आफूलाई डिफेन्स हैन एपोलोजिस्ट भनेर आफ्नो फेसबुक पेजहरू बुस्ट गरेर बस्नु भएको छ, लेख्दै हुन्छ हैन, रिजन टु हैन रिजनेबल अथवा रिजनेबल फेथ भन्दै वेबसाइट चलाउनु भएको छ, रिजन्स स्कुल चलाउनु भएको छ, अथवा हैन हिस्टोरिक रिफर्म फेथ भनेर बस्नु भएको छ, उहाँहरूलाई मेरो आग्रह छ, आउनुहोस्, लेट्स कम आउट अफ आवर कोकुन, आवर डार्क मर्की च्याम्बर्स, र व्यक्तिगत एड होमिनेम व्यक्तिगत चरित्रमा आक्रमण गर्नुभन्दा अगाडि व्यक्तिको फेथको कन्टेन्ट के हो, कन्टेन्टमा हामी गएर त्यो विषयमा स्क्रिप्चरले हामी बहस गरौँ, बुझौँ। यो गर्न तयार हुन्छ भने यहाँ मिडियाका साथी हुन्छ, प्रमोदजी यहाँ आउनुहुन्छ है, हामी जयवंशी टिभी, प्रमोद, विदुर, हामी 2 भाइ 3 भाइ हामी यी कुरा होस्ट गर्न, मोडरेट गर्न हामी रेडी छौँ, तयार छौँ। यो चुनौती चाहिँ म, यो आह्वान चाहिँ म एसडीका डाइरेक्टरलाई, साथीभाइलाई र एपोलोजिस्ट साथीहरूलाई, दुवै पक्षलाई गर्न चाहन्छु, ताकि हामी सत्य कुरा ल 5-6 वर्ष भइसक्यो विवाद बाहिर निस्किएको होइन, धेरै गन्दागोल भयो, समुदाय यस्तो कुरा अल्झेर बस्यो होइन, धेरै योगदान गर्नु छ। एउटा कमन क्रिस्चियन युनाइटेड क्रिस्चियन भिजन, वाट्स आवर कमन क्रिस्चियन भिजन भनेर म विगत 5-6 वर्षबाट त्यही कुराकानी गर्दै होइन अभियान गर्दै हिँडिराखेको छु। त्यहाँ हामी धेरै काम गर्नु छ, यसमा हामी स्पष्ट हौँ र एउटा भनाइ छ मनमा हृदयको होइन, वान स्पिक्स आउट अफ द फुलनेस अफ हिज हार्ट, है हृदयमा जे कुरा भरिएको छ त्यही कुरा बाहिर आउँछ भने जस्तै तुच्छ रूपमा है मासुभात, रुपियाँ पैसा, दलाली यस्ता भाषा प्रयोग गरेर टिप्पणी नगर्नु चरित्रमा, त्यो भनेको आफै त्यही रहेछ भन्ने प्रमाण मात्रै हो। यो पनि भन्न चाहन्छु। र अन्त्यमा 5औं कुरो मेरो यहाँ सबैजनालाई एउटा अनुरोध के छ भने हामी हरेकले ईश्वरको आराधना गर्न छुट कुनै पनि दिन, कुनै पनि समय, कुनै पनि बार पाउनुपर्छ। यो चाहिँ मेरो व्यक्तिगत आस्था र विचार हो। नेपाल राज्यसँग नै यो मेरो लडाइँ हो भन्ने एसडिएसँग मात्रै होइन, शनिबार मात्रै भन्ने कुरा पनि छैन। मुस्लिम कन्ट्रीमा शुक्रबार बिदा हुन्छ, शुक्रबारै मान्छेले होइन चर्च जाने, मस्क जाने गर्नु पऱ्यो। हाम्रोमा शनिबार हुन्छ। युरोपतिर, अमेरिकातिर आइतबार बिदा गरेको छ, आइतबार गर्छन्, शनिबार पनि होला। तर त्यो एउटा डेलाई, कुनै एउटा पार्टिकुलर डेलाई नै पवित्र मान्नु जरुरी छैन। आई एम द लर्ड अफ द सबात प्रले भन्दै गर्नु हुँदा यसको व्याख्या विभिन्न भए तापनि एउटा मैले बुझेको अर्थ के हो भने यो सबात चाहिँ मानिसको लागि बनाइएको थियो, मानिस सबातलाई बनाएको थिएन। मनै त्यसको प्रभु भन्नुभएको नाताले पनि घटीमा कुनै पनि दिन हामी आराधना गर्न, प्रभु दिन हामी स्वतन्त्र छौँ। यति कुरा मैले बताउन, मलाई कुनै आइतबार, शनिबार होइन कुर्नु पर्दैन। आइतबार आज कुन बार हो? आज
बुधबार होइन, आजै भन्नु सक्छु। हस् त, धेरै धन्यवाद छ है। त हामी छलफल बहस गर्दै जानेछौँ। हस् त।